यो कसरी ट्रेड हुन्छ, इनर्जी कसरी ट्रेड हुन्छ भन्ने बुझ्दै नबुझिकन धेरै कुराहरू आउने गरेको छ। यो आलु बेचेको जस्तो होइन। आलुलाई बेलुका स्टोर गरेर राखेर भोलि पनि बेच्न सकिन्छ। इनर्जी ट्रेड चाहिँ अब त्यो के लाइट वेभमा माइक्रो सेकेन्डमा ट्रेडिङ हुन्छ, इलेक्ट्रोन फ्लो हुन्छ। तपाईँले अहिले ट्रेड गर्न सक्नु भएन भने त्यो स्टोर हुँदैन। नेपालको जस्तो चाहिँ हाइड्रो पावर रन अफ रिभरमा त सम्भवै भएन। हामीसँग रिजर्भरै मात्रै प्रोजेक्ट भयो भने त्यो पनि केही समय स्टोर गर्न सकिन्थ्यो होला। तर त्यो माइक्रो सेकेन्डमा गर्नुपर्ने ट्रेडिङ यदि त्यो ट्रेडिङ गर्न सकेन भने त्यो जेरोमा जाने हो। त्यो ट्रेडिङलाई बुझ्दै नबुझिकन यतिमा सस्तोमा बेच्यो, यतिमा महँगोमा किन्यो, यो एउटा ट्रेडै इलेक्ट्रिसिटी नबुझेको पोलिटिसियन अथवा पत्रकारले लेख्दैमा इनर्जी एक्सपर्ट हुने देश भयो। यो विषय चाहिँ गम्भीर रूपमा हेर्नुपर्छ।